नमस्कार, कोरोना विशेष में स्वागत करी छी। हम अजय शाह शिवाली। नेपाल में पिछला समय में कोरोना संक्रमित के संख्या बढ़त गेल छै। किछ दिन धरि के बात करी तो कम भेल छलै, किछ समय तक कम भेल छलै। वही द्वारे लॉकडाउन सेहो खोलल गेलै आ तै के बाद एकाएक फेर संक्रमण बढ़त गेल छै। पहले बिना लक्षण के संक्रमित सब भेटै छलै, तऽ आब लक्षण सहित के संक्रमित सब सेहो भेटै लगलै। ई एकटा चिंताजनक बात है। सरकार के तैयारी केहन छै? केंद्र सरकार, प्रदेश सरकार, स्थानीय तह के समन्वय केना कऽ भऽ रहल छै? एहि विषय में आइ चर्चा कर रहल छी। तैयारी वास्तव में सरकार के की छै कोरोना रोकथाम आ नियंत्रण के लेल? अखन जुड़ल छै स्वास्थ्य तथा जनसंख्या मंत्रालय के सह प्रवक्ता डॉक्टर समीर कुमार अधिकारी। सबसे पहले हुनका स्वागत करै छी। डॉक्टर साहब, कार्यक्रम में स्वागत है। हजुर, धन्यवाद। डॉक्टर साहब, अब जसरी पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ, यसलाई तपाईहरुले कसरी मूल्याङ्कन गर्नुभएको छ? किनभने कुनै समय थियो जब हामी यो भनिरहेका थियौं कि कोरोना संक्रमितको संख्या अब घट्न थाल्यो, अब लकडाउन खोलिदिउँ, र खोलियो पनि, र त्यस लगत्तै संक्रमितको संख्या बढ्न थाल्यो। कहाँ त्रुटि हुन गयो? कोरोनाको पछिल्लो अवस्थाको कुरा गर्दा हामीले सुरुदेखि अहिलेसम्म गरेको रेस्पोन्सहरूको आधारमा कुरा गर्नुपर्ने हुन्छ। हामीले विदेशबाट नेपालीहरूलाई, विशेष त चीनको वुहानबाट जुन नेपालीहरूलाई ल्याएर रेस्क्यु गरेर क्वारेन्टाइनमा राखेर पठाएदेखिको कुराहरू र आजका मितिसम्म आइपुग्दाखेरि हामीले गरेका कामहरूलाई हेर्नु पर्दाखेरि हामीले धेरै कामहरू चाहिँ समयानुकूल निर्णय गर्दै गरेको, अगाडि बढ्दै गरेको अवस्था हो। अहिले जहाँसम्म लकडाउन पनि खुल्यो र कोरोनाको संक्रमण पनि बढ्यो भन्ने जहाँसम्म जिज्ञासा सबैतिर आइरहेको देखिन्छ। हामी सबैले बिर्सन नहुने कुरा के हो भने हामी जनस्वास्थ्यका हिसाबले शून्य जोखिम भइसकेर हामीले लकडाउन खोलेको होइन। हामी जोखिममा छँदै थियौँ। हामीसँग जनजीवनका अरू पाटोहरू एकातिर थिए। मानिसहरूलाई मानसिक रूपमा अलि बढी प्रेसर हुन थालेको, बढी टेन्सन हुन थालेको, जीवन जिउने अरू विभिन्न प्रक्रियाहरूका बीचमा कठिनाइहरू आउन थालेपछि हामीले चैतदेखि साउन 7 गतेसम्म आइपुग्दाखेरि, चैत 11 देखि साउन 7 गतेसम्म आइपुग्दाखेरि चाहिँ जनस्वास्थ्यका हिसाबले कोरोना भनेको के हो, यो कसरी सर्न सक्छ, कसरी रोकथाम गर्न सकिन्छ, यसबाट कस्तो व्यक्तिहरूलाई बचाउनुपर्छ, किन कोरोनाको बारेमा बढी कुराहरू भइरहेको भन्ने कुराहरू हामीले त्यो बीचमा विभिन्न माध्यमले सबैलाई बुझायौँ, सिकायौँ र गरायौँ। अब हामी जनस्वास्थ्यको जोखिम रहँदै पनि हामीले लकडाउनलाई व्यवस्थित गर्दै खोल्नुपर्ने अवस्थामा जीवनका अरू पाटोहरूको दुःखहरूलाई पनि सम्झेर बीचको बाटो हामीले अपनाएका हौँ। सर्वसाधारणलाई कोरोनाको बारेमा धेरै कुराहरू बुझाइसकिएको छ। त्यसअनुसार जनस्वास्थ्यका मापदण्डहरू पनि बनाइसकिएको छ। नेपालमा पनि केही हजारसम्म संक्रमण भइसकेर हामीले संक्रमणको अवस्था के छ, कस्तो छ भन्ने हिसाबले आफैले पनि भोगिसकेर पाठ सिकिसकेका छौँ। अबका दिनमा हामीले बन्दाबन्दीलाई, लकडाउनलाई अलि व्यवस्थित गर्दै खोल्यौँ भने जीवनका अरू पाटोहरू, आर्थिक पाटोहरू, सामाजिक पाटोहरू, मानसिक मनोसामाजिक बाटोहरूमा पनि सहज हुन्छ कि भनेर हामीले बीचको बाटो रोजेको। हामीले यहाँ जसरी एउटा भनौँ न, लकडाउन त खोलियो होइन, तर जसरी तपाईले भनिराख्नु भएको छ कि मानिसका जीवनका अरू पाटाहरू छन् होइन, रोगले भन्दा नि भोकले मर्ने अवस्था सिर्जना हुन थाल्यो र लकडाउन खोल्नु पर्ने अवस्था पनि भयो त्यो हिसाबले होइन। तर एउटा जुन तयारी गर्नुपर्ने थियो या भनौँ जागरुकता फैलाउनु पर्ने थियो कि मास्क प्रयोग गरौँ, सेनिटाइजरको प्रयोग गरौँ, यावत कुराहरू, सोसियल डिस्टेन्स कायम गरौँ, त्यसमा कतै हामी चुक्यौँ कि? यसलाई हामीले यसरी बुझ्नुपर्ने हुन्छ। हामी चैत 11 देखि साउन 7 गतेसम्म आइपुग्दा हामीले सबैतिर गरेकै कुरा के हो भने हामीले रोकथाम गरौँ। रोकथाम गर्न सकिन्छ सीमा पारी नै रोकौँ, सकिँदैन क्वारेन्टाइनसम्म रोकौँ।
क्वारेन्टाइनसम्म पनि रोक्दा रोक्दै हाम्रो समुदायसम्म पनि अरू व्यक्तिहरूलाई पनि सङ्क्रमण जान सक्ने अवस्था हुन सक्छ। त्यस्तो भयो भने सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिसम्म सकेसम्म कम फैलिने गरी रोकौँ। त्यो रोक्नका लागि हामीले जे जति कुराहरू सन्देशहरू व्यक्तिका हातमा भएका मोबाइलहरूमा, टिभीमा, रेडियोमा, पत्रपत्रिकामा, एफएममा जे माध्यमबाट हुन्छ सबै व्यक्तिलाई कोरोना भनेको के हो, कसरी सर्छ, बच्न कसरी सकिन्छ भन्ने र यसले जोखिम कस्तो व्यक्तिलाई पार्न सक्छ भन्ने कुराहरूमा त हामीले अब एक हिसाबले भन्दाखेरि चैत 11 देखि साउन 7 गतेसम्म घरभित्रै थुनेर पढायौँ, देखायौँ, बुझायौँ, सबैलाई गर्यौँ। तर व्यवहारमा जसरी हामीले धेरै पाटोहरूलाई सोचेर लकडाउनलाई खोल्दै जाँदाखेरि गर्दै जाँदाखेरि व्यवहारमा जति अपेक्षाहरू हामीले गरेका थियौँ त्यो धेरै ठ्याक्कै व्यवहारमा नदेखिएको, व्यवहारमा परिवर्तन हुन सकेन। हजुर, हुन धेरै नसकेको हो। अर्को व्यक्तिहरूलाई अहिलेको समाजमा मानिसहरूलाई कडाइका साथ अथवा जरिवानै गर्ने गरी त्यो अवस्थासम्म जानुपर्ने अपेक्षा हामीले लिनुपर्ने पनि अवस्था पक्कै होइन होला। अहिले पछिल्लो समय देखिएको कोरोनाको जोखिम उच्च छँदै थियो, त्यसका बावजुद हामीले धेरै पाटोहरूलाई सोचेर सरकारले जनजीवनलाई पनि सहज बनाउनुपर्छ, अगाडि लैजानुपर्छ भनेर बन्दाबन्दी खोलेको हो। जनस्वास्थ्यका हिसाबले हामी शून्य भइसकेर हामीले खोलेको होइन। तर पछिल्लो समय बन्दाबन्दी खुल्दै गइसकेपछि पछिल्लो समय हाम्रो सीमावर्ती छिमेकी मित्र राष्ट्र भारतसँगका राज्यहरूमा चाहिँ जुन हिसाबले सङ्क्रमण दर बढेको छ र त्यो सङ्क्रमण दर सँगसँगै हाम्रो यतापट्टिको तोकिएका जनस्वास्थ्यका मापदण्डहरू पालना नभइरहेको जुन अवस्था देखिन्छ त्यसले चाहिँ पछिल्लो समय सङ्क्रमण दर अझ बढ्नलाई चाहिँ अब अहिले कुरा गर्ने हो भने डाक्टर साहब अहिले त ह्वात्तै बढ्यो हैन। एक सातादेखिको कुरा गर्ने हो भने कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको अवस्था छ हैन। अब एउटा अर्को चाहिँ डरलाग्दो कुरा के पहिला चाहिँ लक्षणविहीन सङ्क्रमितहरू भेटिने अहिले चाहिँ लक्षण सहितका सङ्क्रमितहरू भेटिन थालेका छन्। यो त अलिकति यसलाई चाहिँ कुन रूपमा लिनुभएको छ र तयारी चाहिँ कस्तो छ अब चाहिँ किनभने मोर्टालिटी रेट बढ्ने भयो के, किनभने केही व्यक्तिको त लगातार अहिले प्रत्येक दिन कसै न कसैको मृत्यु भइरहेको अवस्था आइरहेको छ हैन। भनेपछि अब तयारी चाहिँ कस्तो छ? हामीले बन्दाबन्दीको समयावधिभित्र संसारमा धेरै ठाउँहरूमा परीक्षणका सामग्रीहरू समस्या हुँदाहुँदै पनि तिनीहरूको जोग गरेर प्रयोगशालाहरू विस्तार गर्ने कामहरूमा सरकार सबै तहका सरकारहरू मिलेर लागेको अवस्था हो। हस्पिटलहरूलाई सुदृढीकरण गर्ने अवस्थामा पनि लागिएको हो। सामग्रीहरू जोग गर्ने काममा स्वास्थ्य कर्मीहरूलाई अभिमुखीकरण गर्ने कामहरूमा हामी लागिरहेकै पनि छौँ, लागेकै हो। हामीले अघि मैले कुरा गरे अनुसार हामीले सङ्क्रमण सकेसम्म, किनभने यो सङ्क्रमण हामी कहाँ भएको होइन, बाहिरबाट आउने नै सङ्क्रमण हो। यो सङ्क्रमणलाई बाहिरबाट आउन नदिनको लागि हामीले उपायहरू अपनाउने हो। सकेसम्म सीमामै रोक्ने हो, सकिएन क्वारेन्टाइनमा रोक्ने हो। क्वारेन्टाइनमा सकिएन भने पनि सङ्क्रमित भइसकेको व्यक्तिबाट अरूमा नजानको लागि हामीले प्रयासहरू गर्ने कामहरू गरेका हौँ। अहिले पछिल्लो समय जुन सङ्क्रमण देखिराखिएको छ त्यो हुन त हामीसँग असारको 19 गते सङ्क्रमण दरको परीक्षण गरेको मध्ये 16% जतिलाई पोजिटिभ भएको छ। त्यो अवस्था त अहिले छैन। तर सङ्क्रमणको जुन हिसाब छ, जुन खालका यसले लक्षणहरू देखाइराखिएको अथवा जुन किसिमका व्यक्तिहरूमा सङ्क्रमण अहिले भइराखिएको छ यसले चाहिँ के देखाउँछ भने अलि हामी जोखिममा अलि बढी नै भएको हो। हामीले जनस्वास्थ्यका हिसाबले पालना गर्नुपर्ने मापदण्डहरूलाई अलि बढी कडाइका साथ सबैले मनन गर्नुपर्ने हो भनेर देखाइरहेको पनि छ। अर्को विषय चाहिँ सरकारले अब तयारी के गर्छ, अगाडि के गरिरहेको छ भन्ने हिसाबमा अब सरकारको त परीक्षाको घडी त अब आयो नि होइन र, किनभने तयारी त गरेकै थियो। तर अब चाहिँ के भयो भने पहिला के थियो भने लक्षणविहीन सङ्क्रमितहरू भेटिने, त्यसले गर्दा चाहिँ खासै औषधिको पनि आवश्यकता नपर्ने, आफै चाहिँ निको हुने होइन, 14-15 दिनमा चाहिँ आफै नेगेटिभ आइहाल्ने होइन, त्यस्तो अवस्था त थियो। तर अब त सरकारको परीक्षा हुने भयो नि त। अब चाहिँ बिरामीहरू देखिने भए अब तिनीहरूलाई चाहिँ उपचार कसरी गर्ने त्यसको व्यवस्थापन पहिलेदेखि गरिएको थियो या सरकारले चाहिँ अब गर्न थालेको छ? होइन, यी सामग्रीहरू हामीले जो गर्ने कामहरू, स्वास्थ्य कर्मीहरूलाई अभिमुखीकरण गर्ने कामहरू, किनभने रोगै नयाँ हो, हामी सबै सिक्दैछौँ, संसारै सिक्दैछ। हाम्रा स्वास्थ्य कर्मीहरूलाई पनि यो रोगका बारेमा बुझाउने कामहरू त हामीले जहिलेदेखि यसको कुरा सुरु हुन थाल्यो तहिलेदेखि तालिम दिने, उहाँहरूलाई बुझाउने कामहरू गऱ्यौँ। अस्पतालहरूलाई सुदृढीकरण गर्नेतिर पनि हामीले कामहरू गऱ्यौँ।
अहिले पछिल्लो समय चाहिँ के हो भने हाम्रो बीचमा देखिएका कोरोनाका बढी केसहरू युवा वर्गहरू जो व्यापार व्यवसाय अथवा कुनै काम विशेषले बाहिर जानुभएको वर्गहरू थियो, जसलाई हामीले तुलनात्मक रूपमा रोगसँग लड्ने क्षमता कम भएको बढी भएको वर्ग, जसलाई चाहिँ जोखिम कम भएको वर्ग भनेर हामीले बुझ्छौँ, त्यो वर्गहरूलाई सङ्क्रमण थियो भने अहिले पछिल्लो समय चाहिँ हाम्रो विशेष त हाम्रो तराईका जिल्लाहरू भनौँ न, पर्सा लगायतका ठाउँहरूमा चाहिँ विदेश जाने भन्दा पनि विदेश नगएका व्यक्तिहरूमा पनि बढी लक्षण सहितको जोखिमयुक्त खालको लक्षणहरू भएर सङ्क्रमण देखिराखिएको छ। यो चाहिँ पहिले हामीले क्वारेन्टाइनमा देखिए भन्दा फरक सेनारियो छ। यो सेनारियो आउँछ भन्ने हामीलाई स्वास्थ्य कर्मीलाई जनस्वास्थ्यका हिसाबले स्वास्थ्य मन्त्रालयलाई आकलन नभएको होइन, आकलन थियो। तर हामीले सङ्क्रमण चाहिँ रोकौँ, समुदाय स्तरमा जान नदिउँ अथवा समुदायमा रोगसँग लड्ने क्षमता कम भएका वर्गहरू जो हुनुहुन्छ उहाँसँग सङ्क्रमण गएन भने लक्षण भएको व्यक्तिहरू पनि धेरै देखिँदैन। अस्पतालमा राखेर उपचार गर्नुपर्ने आइसियु भेन्टिलेटर समेत चाहिने वर्ग त्यो धेरै व्यक्ति पर्नुहुन्न भन्ने हाम्रो प्रयासहरू थियो। त्यो प्रयासहरूमा चाहिँ अहिले पछिल्लो समय केही जिल्लाहरूमा देखिएको सङ्क्रमणमा चाहिँ लक्षण सहितको देखिया छ, हस्पिटलमा राख्नुपर्ने सङ्ख्याहरू देखिया छ। यो विषयहरू चाहिँ अलिकति चिन्ताजनक छ। त्यही त अब चिन्ताजनक विषय चाहिँ भयो, किनभने पक्कै भयो, किनभने हस्पिटलमा राख्नुपर्ने अवस्था छ, सिर्जना हुन गइरहेको छ, किनभने समुदायमै कोरोना सङ्क्रमण देखिएको अवस्था छ भनेपछि अब हाम्रा अस्पतालहरू चाहिँ कतिको सुविधायुक्त छन् हैन, किनभने तपाईलाई थाहै छ भेन्टिलेटरको अभावमै ज्यान गएको अवस्था पनि सिर्जना भइरहेको छ हैन। भनेपछि त्यहाँसम्मको तयारी हैन, टप टु बटम तयारी चाहिँ हुन सकेन कि त्यो आभास गर्नु भएको छ? हामीले बुझ्न पर्ने कुरा के हो भने यो रोगको हामीसँग भएको निर्विकल्प उपाय भनेको रोकथाम नै हो। हामीले रोकथाममै जोड दिने हो। जुन चिज चाहिँ खर्चको हिसाबले, समयको हिसाबले, जोखिमको हिसाबले, प्रतिफलको हिसाबले, सबै हिसाबले चाहिँ सबैभन्दा उपयुक्त उपाय हो। हामीले सबै सङ्क्रमित भइसकेपछि, जोखिममा भएका व्यक्तिहरू पनि सङ्क्रमण भइसकेपछि उहाँहरूलाई हस्पिटलमा एकदमै धेरै भेन्टिलेटर, आइसियु अथवा अक्सिजन अथवा स्वास्थ्य कर्मीहरू, ट्रेन्ड म्यान पावरहरू सबै राखेर उपचार गरेर पुरा पहिलेको जस्तै 100% सबै व्यक्तिलाई निको पार्न सक्ने अवस्था आउन सक्दैन। त्यस्तो अवस्था आउन सक्दैन भन्ने कुराहरू चाहिँ हामीले इटली जस्तो जुन चाहिँ विश्वमा भएको स्वास्थ्य सेवा अथवा उपकरण सबै हिसाबले चाहिँ टप सेकेन्डमा पर्ने सबैभन्दा राम्रो स्वास्थ्य प्रणाली भएको देशमा पनि हस्पिटल लैजानु पर्ने अवस्था आउँदाखेरि प्रतिफल राम्रो दिन सक्ने गरी उपचार गर्न नसकेर सबै स्वास्थ्य प्रणाली तहस नहस भइसकेको हामीले देखेका छौँ। त्यस्ता कयौँ देशमा छन्। त्यसो भनिरहँदा हामी हस्पिटलको तयारी नै नगर्ने, त्यहाँनिर भेन्टिलेटरै नराख्ने, स्वास्थ्य कर्मी नराख्ने भन्न खोजेको होइन। ती पाटोहरूमा स्वास्थ्य मन्त्रालयले चैतदेखि अहिले साउनसम्म आइपुग्दाखेरि धेरै सङ्ख्यामा भेन्टिलेटरहरू किनेर जोड्ने कामहरू, अक्सिजन प्लान्टहरूलाई रिपेयर गर्ने, जोड्ने कामहरू, आइसियु बेडहरू थप्ने कामहरू हामीले धेरै हस्पिटलहरूमा गरेका छौँ। अब यो सन्दर्भमा कुरा गर्ने भने प्रदेश दुईकै कुरा गर्ने भने भेन्टिलेटरको अभाव छ, यहाँ जनघनत्व बढी छ र एउटा गुनासो के रहँदै आएको छ भने केन्द्र सरकारले चाहिँ प्रदेशलाई वास्ता गरेन हैन, किनभने अब जिल्लागत रूपमा बाँडफाँड गर्ने हो कि स्रोत साधनको, कि त्यहाँ जनघनत्व पनि हेर्ने हो कि होइन, त्यो कुरालाई पनि ध्यान दिनुपर्ने होला। भनेपछि स्रोत साधन सम्पन्न प्रदेश दुईका अस्पतालहरू कति छन्, त्यतातर्फ चाहिँ केन्द्रले कतिको ध्यान दियो त? हामी सबैले बुझ्न पर्ने कुरा के हो भने हामी संहितामा भर्खर जाँदैछौँ। हाम्रा सबै सिस्टमहरू संहिताको संरचनाहरू अनुसार भर्खर बामे सर्दैछन्। बामे सर्दै गर्दा हामीले जति पनि स्रोत साधनहरू र हामीसँग भएका भौतिक पूर्वाधारहरू, संस्थाहरू प्रयोग गरेका छौँ, यो संहिताको कार्यान्वयन भन्दा पहिले हामीसँग जे जसरी थिए तिनै हिसाबका हामीले प्रयोग गरेका छौँ। नयाँ हामीले ठुला अस्पतालहरू बनाइसक्न सकिसकेको अवस्था छैन। यो यथार्थतालाई हामीले बिर्सन हुँदैन। अब जहाँसम्म धेरै जनघनत्व भएको 2 नम्बर प्रदेश नम्बर 2 को कुरा छ, जहाँ चाहिँ केन्द्रीय सरकारबाट धेरै चासो भएन अथवा धेरै ध्यान दिएन भन्ने कुराहरूमा चाहिँ धेरै सत्यता छैन। किनभने हामीले बुझ्नुपर्ने कुरा के हो भने म पनि 2 नम्बर प्रदेशकै मान्छे हुँ। 2 नम्बर प्रदेशमै जन्मे हुर्केको, मेरो घर पनि त्यही हो। सबैको
यहाँ केन्द्रीय सरकारमा निर्णय हुने हरेक पाटोहरूमा म सँगै छु। त्यसरी विभेद हुँदाखेरि हामी जस्तै म जस्तै धेरै व्यक्तिहरू सबै ठाउँमा हुनुहुन्छ, उहाँहरूले पक्कै पनि प्रादेशिक रूपमा यसरी चाहिँ विभेद भयो भन्ने हिसाबले पक्कै कुरा गर्नुहुन्छ, नगर्ने भन्ने हुँदैन। त्यस्तो पाटो गरेर पनि फाटकल्लाई हुन्छ, त्यसरी गरिँदैन, त्यस्तो हुँदा नै हुँदैन। अब पछिल्लो समयमा एउटा एउटा कुरा के हो गुनासो भने के उठ्यो भने अब हामीसँग नारायणी अस्पताल भनेको केन्द्र मार्फत हो होइन, र नारायणी अस्पतालमा जम्मा 4वटा भेन्टिलेटर, त्यसमा 2वटा चाहिँ बिग्रेको। त्यो अवस्था त छ नि, जनघनत्व चाहिँ बढी छ, तर जसरी हेर्नुपर्ने हो प्रदेशले गरेन, केन्द्रले त गर्नु पर्यो। होइन, हामीले सरस्वती हेऱ्यौँ भने पछिल्लो समय हाम्रो प्रदेश नम्बर 2मा प्रयोगशालाहरू 3 ठाउँमा विस्तार गरेका छौँ। प्रदेश नम्बर 2 को त्योभन्दा बढी राख्न सक्ने खालको पूर्वाधार भएका ठाउँहरू थप अरू ठाउँमा अहिले तत्कालै भइसकेको अवस्था छैन। त्यस्तै गरी प्रदेश नम्बर 2 कै जनघनत्वलाई अरू सबै कुराहरूलाई ध्यान दिएर नजिकमा रहेको हेटौडामा प्रयोगशाला छ, जहाँ राख्न सक्ने खालको पूर्वाधार पहिले थियो, त्यसै भएर हेटौडामा राखिएको हो भने अर्को कोशी धरानलाई समेत प्रदेश नम्बर 2मा भएको आवश्यक पर्ने सबै कुराहरू व्यवस्थापन गर्न सक्ने गरी संयोजनको कामहरू भइरहेको छ। अहिले पनि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने परीक्षणको सबैभन्दा धेरै ठुलो हिस्सा प्रदेश नम्बर 2बाट आउने परीक्षणलाई नै पहिलो प्राथमिकता दिएर गरिराखिएको छ, जो कि चाहिँ अरू प्रदेशभन्दा बढी चाहिँ प्रदेश नम्बर 2 र प्रदेश नम्बर 5मा हामीले देख्छौँ, जहाँ जनसङ्ख्या पनि बढी छ, जसको पारिपट्टि सीमाभन्दा पारिपट्टि भारतीय भूभागमा जुन राज्यहरू जुन जिल्लाहरू छन्, भारतीय जिल्लाहरू, त्यहाँ चाहिँ समुदाय स्तरमा सङ्क्रमण एकदमै धेरै बढिएको अवस्था छ। अब अस्पताल सुदृढीकरण, जनशक्ति व्यवस्थापनका कुराहरूमा जनशक्तिको कुरा गर्दा हामीले अलिक बढी सङ्क्रमण देखिन थालेपछि सप्तरीको कुरा होस् अथवा वीरगञ्जको कुरा होस् अथवा अरू ठाउँको कुरा होस्, हामीले विशेष त ती ठाउँहरूमा जनशक्ति थप चाहिने अवस्था हुँदाखेरि प्रदेश नम्बर 1बाट अथवा सङ्घीय सरकारसँग आफ्नो स्वामित्वमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरू, प्रतिष्ठानहरूका चिकित्सकहरूलाई टोली नै बनाएर पठाउने कामहरू भइरहेको छ। जस्तो अहिले वीरगञ्जको अवस्था हेर्नुहुन्छ भने वीरगञ्जमा अन्तभन्दा अलि बढी समस्या भइरहेको हुनाले त्यहाँ स्वास्थ्य विभागको महानिर्देशक सहितको विज्ञहरूको एउटा ठुलो टोली नै त्यहीँ छ। अहिले उहाँहरूले त्यहीँ बसेर त्यहाँ आवश्यक के कति चाहिन्छ, कसरी काम गर्न सकिन्छ, कसरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भनेर उहाँहरू त्यही फिल्डमा बसेर काम गरिरहनु भएको छ। र डाक्टर साहब, एउटा कुरा हजुरसँग बुझ्न चाहे कि अब भनौँ न तयारीको कुरा गर्ने भने आफ्नो किसिमले सबैले आफ्नो किसिमले तयारी गरि नै रहेका छन् होइन। अब अस्पतालहरूमा औषधिको कुरा आउलान् होइन, यद्यपि कोरोनाको त उपचार सम्भव छैन, तर केही न्यून गर्न सकिन्छ कि सपोर्टिङ औषधिहरूको कुरा होला होइन, त्यसको उपलब्धता कतिको छ? हामीले सबैले बुझ्न पर्ने कुरा, यो रोग नयाँ हो, संसारभरि नयाँ हो, हामी कहाँ मात्रै भएको समस्या होइन। संसारलाई नै प्रयोगशालाको सामग्रीको अभाव छ, हस्पिटलमा थप गर्नुपर्ने आइसियु भेन्टिलेटरहरू एकदमै धेरै उत्पादन गर्न पाए हुन्थ्यो भन्ने गरी त्यो सबै अभाव छ। स्वास्थ्य कर्मीहरूलाई जोगाउनलाई, सङ्क्रमण एकअर्कामा सर्न नदिनलाई जुन व्यक्तिगत सुरक्षाका सामग्रीहरूको जोहो गर्ने त्यो अभाव छ। त्यसका बावजुद पनि हामीले तयारी गरेका छौँ, ल्याएका छौँ, राखेका छौँ। यो पर्याप्त छ भन्न खोजेको, यो अझै पनि सङ्क्रमणको दरले जुन लक्षणहरू देखाइरहेको छ, जुन सङ्क्रमण दर जुन बाटोमा जाला जस्तो हामी आकलन गर्दैछौँ, त्यो हिसाबले जाने हो भने हामीले अहिलेको सामग्रीले सबै पुग्छ भनेर भन्न सक्दैनौँ। तर यसलाई हामीले रोकथाम नै सबैभन्दा मुख्य उपाय हो। यसको लागि भ्याक्सिन बनेको छैन, यसको लागि स्पेसिफिक औषधि बनेको छैन। हामीले रोकथाम नै गर्ने हो। रोकथामका लागि सरकारले मात्रै गरेर, स्थानीय सरकार होस्, प्रादेशिक सरकार होस् अथवा सङ्घीय सरकार होस् अथवा कुनै पनि निकायहरू जो चाहिँ जिम्मेवारीमा हुनुहुन्छ, निकाय अथवा व्यक्तिले गरेर रोकथाम सम्भव छैन, उहाँहरूले गरेर मात्रै। यसमा सम्बन्धित व्यक्तिहरूले यसको उपचार छैन, यो रोग नयाँ हो, स्वास्थ्य कर्मीहरू पनि यो रोगको बारेमा 100% जानकार छैनन्, 100% उपचार यसको सम्भव छैन। त्यसो भावनाले यो रोग हरेक व्यक्ति जोसुकैलाई पनि हुन सक्छ, भएको होला। अब रोकथाम नै प्रमुख उपाय हो। हजुर, अब रोकथामकै कुरा गर्ने हो भने त्यसकै एउटा पाटो हो कि पिसिआर टेस्ट। हामी जति बढी टेस्ट गर्छौँ, जति बढी टेस्ट गर्न सक्छौँ, त्यति नै समयमै थाहा हुन्छ
होइन र रोकथाम गर्न सकिन्छ, एउटा त्यो पनि उपाय हो। र यतातर्फ चाहिँ कतिको ध्यान गएको छ सरकारको पछिल्लो समयभन्दा अहिले चाहिँ के पिसिआर टेस्टको दायरा बढाइएको छ अहिले चाहिँ के छ अहिले? अहिले मैले तपाईँको यो लोकप्रिय कार्यक्रमबाट कुरा गरिरहँदै गर्दा स्वास्थ्य मन्त्रालयले विभिन्न ठाउँहरूमा कहाँ गएर नमुना परीक्षणका लागि आफ्नो नमुना दिने भनेर बुथहरू तोकेर भर्खर सार्वजनिक सूचना जारी गरेको अवस्था छ। त्यसै गरी प्रयोगशालाहरूको कुरा गर्दाखेरि अब अहिले हामीसँग सञ्चालनमा आएका र स्वास्थ्य मन्त्रालयलाई नियमित रिपोर्टिङ हुने प्रयोगशालाहरू 33वटा जति पुगेका छन् र सञ्चालनमा आइसकेका प्रयोगशालाहरू त्योभन्दा थप अरू पनि छन्। उहाँहरूको नियमित रिपोर्टिङ नआउनाले हामीले ती सङ्ख्याहरू भनेका छैनौँ र प्रयोगशालामा सकेसम्म चाँडो, सकेसम्म धेरै व्यक्तिहरूको नमुना पेन्डिङ नहोस्, सकेसम्म चाँडो पहिचान गरेर उहाँको सम्पर्कमा आएको व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ, उहाँहरूको परीक्षणमा ल्याउन सक्ने कुराहरू गरौँ भन्ने हिसाबले हामी लागेका छौँ। त्यो कामहरूमा सरकार तपाईँ हेर्नुभयो भने माघको 29 गते पहिलो केस जो धनुषाकै हुनुहुन्थ्यो उहाँको परीक्षण गर्दाखेरि हामीले हङकङ पठाएर गरेका थियौँ। आज हामीसँग 3 दर्जनको हाराहारी प्रयोगशाला देशभित्र छन्, प्रयोगशाला छन्, प्रयोग परीक्षणहरू भइरहेका छन्। त्यो कामहरू हामीले गरेका छौँ, नगरेका होइनौँ। अझै पनि परीक्षण मात्रै पनि उपाय होइन, परीक्षण एकचोटि गर्न पाएँ भने म चाहिँ एकदमै हुन्छ। हामीलाई एसएलसी पास गर्दा अथवा कुनै ठुलो उपलब्धि हासिल गर्दा जुन किसिमको खुसी लाग्थ्यो त्यस्तो खालको होइन। किनभने भ्याक्सिन लगाएको बच्चामा सानोमा BCG भ्याक्सिन लगाएको अथवा DPT लगाएको खाएको जुन पोलियोको भ्याक्सिन खाएको गरेको जस्तो चाहिँ यो कोरोनाको टेस्ट गरेको चिज पक्कै होइन। एकचोटि गर्दैमा कहिले नहुने भन्ने होइन। हामीले परीक्षण गर्न जाँदा पनि हामी सङ्क्रमित हुन सक्छौँ, आउँदाखेरि बाटोमा पनि हुन सक्छौँ, हामी जुनसुकै बखत पनि हुन सक्छौँ, जोसुकै व्यक्ति पनि सङ्क्रमित भएको हुन सक्छ। यति भन्ने कुरा बुझ्यौँ भने र सबै व्यक्तिलाई शङ्काको घेरामा राख्यौँ भने कोही व्यक्ति सङ्क्रमित छ अथवा कोही व्यक्तिबाट मलाई सर्न सक्छ भनिरहेपछि मान्छे आफै सेन्स। हजुर डाक्टर साहब, पछिल्लो समयमा सरकारले भन्दै आएको छ कि एक घर एक टेस्ट भनेर, होइन? यो प्रक्रिया कहाँसम्म पुग्यो र त्यो कार्यान्वयन तहमा पुगेको पुगेन, के चाहिँ छ अहिले त्यसको अवस्था? एक घर एक टेस्टको हामीले स्वास्थ्य मन्त्रालयले औपचारिक रूपमै त्यसरी निर्णय गरिसकेको अवस्था छैन। हामीले सम्माननीय प्रधानमन्त्रीज्यूले 6 लाख जति जनसङ्ख्याको चाहिँ टेस्ट गर्ने जुन उद्घोष गर्नुभएको छ त्यसअनुसारको कामहरू भइरहेछ। अहिले हेर्नुभयो भने हामी 4 लाखको हाराहारी पुग्न थालिसकेका छौँ। यो टेस्ट अझ पनि बढाउनु पर्छ, 6 लाखले मात्रै पनि पुग्दैन, अझ गर्नुपर्ने समयअनुसार थप गर्दै जानुपर्ने हुन्छ। 6 लाख चाहिँ हामी सकेसम्म चाँडो गर्ने हिसाबले जाँदैछौँ। जहाँसम्म निगरानीका लागि एक घर एक परिवार एक परीक्षण त्यो राम्रो कुरा हो। किनभने घरको एकजनालाई मात्रै सङ्क्रमण देखियो भने बाँकी रहेको अरू व्यक्तिलाई पनि हुन सक्छ भन्ने हिसाबले हामीले व्यवहार गर्न पाइन्छ, थप व्यक्तिहरू कन्ट्याक्ट ट्रेसिङ गर्न पनि पाइन्छ। त्यो राम्रो हो। त्यो गर्न सक्दाखेरि स्रोत साधन समय त्यो कतिको सम्भव छ र त्यसको लागि कुनै प्रयास भएको छ? हामी लागि नै रहन्छौँ। त्यो हजुर गर्नलाई असम्भव भन्ने हुँदैन, तर कहिले समयसम्म गर्ने र त्यसमा गरेको खर्च र त्यसले दिने प्रतिफल दुईटै हिसाबले हेर्नुपर्ने हुन्छ। त्यसको कति चाहिँ बेनिफिट हुन्छ, कति चाहिँ त्यसको लाभकारी हुन्छ भन्ने हिसाबले हेर्नुपर्ने हुन्छ। अहिले हामीसँग सबैभन्दा बढी लाभकारी उपाय, सबैभन्दा प्रभावकारी उपाय भनेको हामी अत्यावश्यक नभइकन घर बाहिर ननिस्किने, हरेक व्यक्तिलाई शङ्काले हेर्ने, एक व्यक्ति अर्को व्यक्तिको भिड कायम नगर्ने, भौतिक दूरी 2 मिटरभन्दा टाढै बसेर कुरा गर्ने, 2 मिटर परै बसेर आफ्ना कामहरू गर्ने नै सबैभन्दा प्रभावकारी उपाय हो। हामी अन्त्यतिर पनि आइसकेका छौँ। समन्वयको कुरा गरौँ। प्रदेश, स्थानीय र केन्द्र बीचको समन्वय कतिको भइरहेको छ? किनभने गुनासो यस्तो पनि आइरहेको छ कि कोही स्वास्थ्य कर्मी चाहिँ केन्द्र मार्फत, कोही चाहिँ प्रदेश मार्फत, कोही चाहिँ स्थानीय तह मार्फत, र काम गर्न जाँदाखेरि चाहिँ एकले अर्को कुरो चाहिँ नमान्ने, भनौँ न एक किसिमले समन्वय नहुने, र त्यसको पीडा चाहिँ कसले भोग्नु पर्ने भन्दाखेरि बिरामीले भोग्नु पर्ने, त्यस्तो पनि सुनिन्छ। तपाईँहरूका त्यस्तो गुनासोहरू आएका छन् कि छैनन्? अनि तपाईँहरूले चाहिँ काम गर्दाखेरि, तपाईँ त केन्द्र सरकारको होइन भनेपछि तपाईँहरूले काम गर्दाखेरि चाहिँ प्रदेशसँग काम गर्न चाहिँ कतिको सहज भइरहेको छ? हामी पुरानो संरचनामा काम गरिरहेको हाम्रो आदत हुनु एउटा स्वाभाविकै कुरा हो। त्यसले पनि केही राम्रो पक्षहरू नभएको होइन थियो नै।
तर अहिले हामी समयानुकूल नयाँ संरचना, नयाँ तरिकाले काम गर्ने गरी संवैधानिक क्षेत्राधिकार सहितका विभिन्न तहका सरकार सहितका हामी काम गरिरहेका छौँ। सायद यसरी 3 तहको सरकार नभएको भए अहिले हामीलाई क्वारेन्टाइन व्यवस्थापन गर्न, स्थानीय तहमै आउनुभएको व्यक्तिहरूको व्यवस्थापन गर्न त्यति सहज हुँदैन थियो होला। केही कुराहरू हामी सिक्ने क्रममा भएको हुनाले केही कुराहरू तलमाथि छन्, हामीले ठ्याक्कै भनेअनुसारको नभएको अवस्था पनि छ। स्थानीय तहमा रहनुभएको स्वास्थ्य कर्मीले भनेअनुसारको कुरा प्रदेशसँग समन्वय नभएको हुनसक्छ, प्रदेशसँगको कुरा र स्थानीय तहको कुरा सँगसँग ठ्याक्कै जसरी सोचिएको छ त्यसै गरी समन्वय नभएको हुनसक्छ। हामीले देखेका छौँ, धेरैतिरबाट त्यो कुराहरू सुनेका पनि छौँ। तर काम गर्ने शैलीमा हामीले म यो तहको ऊ तहको र अर्को तहको भनिरहँदा कोरोनाले चाहिँ यो स्थानीय तह, यो प्रदेश तह अथवा यो सङ्घीय तह भनेर छोड्नेवाला छैन कसैलाई। यो हाम्रो पुस्ताको लडाइँ हो। हामी यो जिम्मेवारी हाम्रो काँधमा छ, हाम्रो समयमा छौँ। यो जुन चाहिँ हामीले ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुपर्छ। हामी जुनसुकै तह तब्कामा भए पनि हामीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर पनि समन्वय गरेर काम गर्नुपर्छ भन्ने सबैले मिलेर काम गर्नु पर्यो। हस् त, धेरै धेरै धन्यवाद। हजुर, हस्, धन्यवाद। दर्शकवृन्द, ओ छलथि डॉक्टर समीर कुमार अधिकारी, स्वास्थ्य तथा जनसंख्या मंत्रालय के सह प्रवक्ता। आइ हुनका से बातचीत करै छलिए जे कोरोना रोकथाम आ नियंत्रण के तैयारी केना कऽ चलि रहल छै, कियाकि पिछला समय में एकाएक कोरोना संक्रमित के संख्या बढ़त गेल छै। केंद्र सरकार की तैयारी कर रहल छै। हुनकर जे बात कयल जाए तो हुनकर एकटा विशेष बात में जोड़ ई रहे कि एकर रोकथाम अपना बचनाए प्रमुख रोकथाम छै। जौं और तैयारी साधन स्रोत के बात करी तो नेपाल में स्वास्थ्य सेवा ओतेक नीक नहीं छै, से हुनको से स्वीकार कयल गेलै कि स्वास्थ्य सेवा ओतेक नीक नहीं छै। अपना बची, सोशल डिस्टेंस कायम राखी, मास्क लगाबी, यावत जते बात सब छै बचऽ के लेल ई सब करी, अपना बची, इहे प्रमुख उपाय छै, से हुनकर कथन रहलै। नमस्कार।